ABC गाइज ल यस्तो उकालो हैन यहाँदेखि ठाड्दै उकालो जाने हो 1-1.5 घण्टाको बाटो लगाएर हो कि नै यता हेर हो भन्देऊ या बिहान बिहान चिसो चिसो छ केही गर्दैन ल आउ जाम यस्तो उकालो चढ्दै राखौँ हामी आज पुरै ठाड्दै जानु लाग्यो अस्ट्रेलिया बेस क्याम्प घुमघाम हैन कस्तो लागिरह भन त राम्रो लाहा हिँड्न सकिन्छ त माथिसम्म सकिन्छ गोलडाँडा पुग्यौँ हामी चाहिँ वेलकम टु गोलडाँडा साथीहरू पनि आने त यी हाम्रो रक्षकहरू कुकुरहरू पनि छ नि हाम्रो यिनीहरू चाहिँ सैनिक हुन् हामीलाई यस्तो रक्षा गर्न आहान पछि पछि 4-5वटा हैन हो कि नै 1 2 3 4 वो गाडी हाय गाडी बाइक लास्ट माथि फेरि गाडीहरू पनि जाँदैन हैन जाँदैन राम्रोसँग हिँड्दै जाने हो सबै यही बाटो अलिकति हिँडेर केही गर्दैन के सैनिक हुन् हाम्रो हेर्नु त 1 2 3 यति धेरै कुकुरहरू छन् 5वटा अस्ट्रेलिया बेस क्याम्प अझै 1 घण्टा लाग्छ मान्छे थाकिसक्यो हैन त तर ओहो मौसम माथिबाट तल हेर्दा त ओहो कस्तो बबाल देखेको सङ्घर्ष नै जीवन हो यहाँ हेर्नु कस्तो हेरे टोक्दैन डिस्काउन्ट हुन्न नि मम्मी चल्लाई नदेखाउनु अगाडि घोडा घोडा वेट मिनट हामीले खाना लाग्यो के हो रे यसको नाम मोलो 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 भन्ने यही हो है अमिलो अमिलो हुँदो रहेछ थक गया हम चलते चलते ठाड्दै उकालो हुन पनि फेरि यस्तो है तलै त्यो ओह्रालो माथि यस्तै ठाडो खान लाग्यो खै हो भोक लाग्यो देखाइदियो अन्डा या भोक लाग्यो होइन हिँड्दा हिँड्दा हो कि नै ल यति खाएर हिँड्ने है एकछिन बसेर हुन्छ खतरा रहेछ नि यहाँसम्म हिँड्दिने यति खतरा होइन मान्छे त यस्तो यस्तो देखाइदेऊ या गरिदेऊ खतरा हो भन पुरै ठाडै छ थके लाग्यो लिटिल बेस प्रतिभा विकासको नेपाल रहेछ
ओहो लुक एट स्वर्ग स्वर्ग Wow. Woo. फाइनल्ली पुग्यो विट यो हो नि त आम्मा कति ठुलो कुकुर हो नि खुट्टा पनि यही हो क्या यही हो त भीड़ हो बाल यस्तो चिप्लै चिप्लो चिप्ले नमस्ते नमस्ते